नमस्कार। डीप रीड समरीजमा तपाईलाई स्वागत छ। के तपाईले कहिल्यै यस्तो प्रेम अनुभव गर्नुभएको छ जुन पूरा त हुँदैन तर कहिल्यै समाप्त पनि हुँदैन? आज हामी कुरा गर्दैछौं एकदमै गहिरो, भावनात्मक र मन छोइदिने उपन्यास नीलो प्रेमको। यो कथा केवल प्रेमको होइन, यो कथा हो सम्झनाको, बिछोडको र आत्मालाई छुन सक्ने अनुभूतिको। अब सुरु गरौं यो भावनात्मक यात्रालाई। नीलो प्रेमको यात्रा एउटा अत्यन्तै साधारण तर गहिरो सुरुवातबाट सुरु हुन्छ, जहाँ दुई पात्रहरूको भेट कुनै फिल्मी चमत्कार जस्तो हुँदैन, बरु जीवनका सामान्य दिनहरू जस्तै स्वाभाविक हुन्छ। उनीहरू पहिलो पटक भेट्दा न कुनै ठूलो आकर्षण हुन्छ, न कुनै ड्रामाटिक घटना। तर सायद त्यही सामान्यपन नै यसको विशेषता हो, किनकि धेरैजसो साँचो सम्बन्धहरू यस्तै साधारण क्षणहरूबाट सुरु हुन्छन्, जहाँ हामीलाई थाहा पनि हुँदैन कि अगाडि गएर त्यो सम्बन्ध हाम्रो जीवनको सबैभन्दा महत्त्वपूर्ण हिस्सा बन्नेछ। बिस्तारै उनीहरूबीच कुराकानी बढ्छ, साना साना विषयहरूमा कुरा हुन्छन् र ती कुराकानीहरू बिस्तारै भावनामा रूपान्तरण हुन थाल्छन्। उनीहरूले एकअर्काको उपस्थिति महसुस गर्न थाल्छन् र त्यो उपस्थिति बिना दिन अधुरो जस्तो लाग्न थाल्छ। यहीँबाट कथा बिस्तारै भावनात्मक गहिराईतिर जान थाल्छ। समयसँगै उनीहरूको सम्बन्ध अझ प्रगाढ हुँदै जान्छ। उनीहरू एकअर्कासँग बिताएका क्षणहरूलाई महत्त्व दिन थाल्छन्, सँगै हाँस्ने, सँगै चुप लागेर बस्ने र एकअर्काको सानो सानो कुरामा ध्यान दिने, यी सबै कुराहरूले उनीहरूको सम्बन्धलाई बलियो बनाउँछ। तर यही एउटा सटल टेन्सन पनि देखिन थाल्छ। जीवन सधैँ यति सरल हुँदैन भन्ने सङ्केत। उनीहरू बीचको सम्बन्ध जति गहिरो हुँदै जान्छ, त्यति नै बाहिरी संसारको प्रभाव पनि बढ्दै जान्छ। परिवार, समाज, जिम्मेवारी र भविष्यका अनिश्चितताहरूले उनीहरूको सम्बन्धमा हल्का हल्का दरार ल्याउन थाल्छन्। उनीहरू एकअर्कालाई माया गर्छन्, तर त्यो माया व्यक्त गर्ने तरिका र परिस्थितिहरू फरक हुन थाल्छन्। कथाको मध्यभागतिर जाँदा हामी स्पष्ट रूपमा देख्छौं कि उनीहरूको सम्बन्ध अब एउटा क्रसरोड्समा पुगेको छ। एकातिर गहिरो प्रेम छ, अर्कोतिर जीवनका बाध्यता र वास्तविकता छन्। उनीहरू दुवैलाई थाहा छ कि उनीहरू एकअर्काको लागि महत्त्वपूर्ण छन्, तर उनीहरूले सामना गर्नुपर्ने परिस्थितिहरूले उनीहरूलाई कठिन निर्णय लिन बाध्य बनाउँछ। यहीँबाट कथा अझ गहिरो र भावनात्मक हुन्छ। उनीहरूबीच मिसअन्डरस्ट्यान्डिङहरू आउन थाल्छन्, साना कुराहरूले ठूलो रूप लिन थाल्छन् र संवादको अभावले दूरी अझ बढाउँछ। प्रेम अझै छ, तर त्यो प्रेम अब सहज छैन। त्यो प्रेम अब पीडासँग जोडिएको छ। अन्ततः त्यो क्षण आउँछ जहाँ उनीहरूलाई अलग हुनुपर्ने हुन्छ। यो बिछोड कुनै एकपक्षीय निर्णय होइन, बरु परिस्थितिहरूको परिणाम हो। उनीहरू दुवैलाई थाहा छ कि यो निर्णय सही पनि हुन सक्छ र गलत पनि, तर उनीहरूसँग अर्को विकल्प हुँदैन। बिछोडको त्यो क्षण अत्यन्तै मार्मिक हुन्छ, जहाँ शब्दहरू कम हुन्छन् र भावना धेरै। उनीहरू एकअर्कालाई हेर्छन्, सम्झन्छन् र अन्ततः छुट्टिन्छन्। यही नीलो प्रेमको वास्तविक सुरुवात हुन्छ, किनकि प्रेम अब उपस्थितिमा होइन, अनुपस्थितिमा बाँच्न थाल्छ। बिछोडपछि उनीहरूको जीवन पूर्ण रूपमा बदलिन्छ। उनीहरू आफ्नो आफ्नो बाटोमा अगाडि बढ्न खोज्छन्, तर भित्र कतै एउटा गहिरो खालीपन सधैँ रहन्छ। उनीहरूले नयाँ मानिसहरू भेट्न सक्छन्, नयाँ अनुभवहरू लिन सक्छन्, तर त्यो पहिलो प्रेमको अनुभूति कहिल्यै रिप्लेस हुँदैन। उनीहरूको सम्झनामा बिताएका पलहरू बारम्बार फर्केर आउँछन्, कहिले खुशीको रूपमा, कहिले पीडाको रूपमा। यहीबाट कथा अझ इन्ट्रोस्पेक्टिभ बन्छ, जहाँ पात्रहरू आफ्नो भावना र जीवनको अर्थ बुझ्न थाल्छन्। बिछोडपछि नीलो प्रेमको कथा अझ गहिरो र दार्शनिक मोडमा प्रवेश गर्छ। अब कथा केवल दुई व्यक्तिको सम्बन्धमा सीमित हुँदैन, बरु उनीहरूको भित्री संसार, उनीहरूको सोच र उनीहरूको आत्मबुझाइमा केन्द्रित हुन्छ। उनीहरू दुवै आफ्नो आफ्नो जीवनमा अगाडि बढिरहेका छन्, तर उनीहरूको भित्र एउटा अधुरो कथा सधैँ बाँचेको छ। यही अधुरोपन नै नीलोको वास्तविक अर्थ हो, त्यो अनुभूति जुन पूर्ण हुँदैन तर कहिल्यै हराउँदैन। पात्रहरू बिस्तारै आफ्नो जीवनका नयाँ अध्यायहरू सुरु गर्छन्, उनीहरूले नयाँ जिम्मेवारीहरू सम्हाल्छन्, नयाँ सम्बन्धहरू बनाउँछन् र आफूलाई व्यस्त राख्ने प्रयास गर्छन्। तर कहिलेकाहीँ एउटा सानो कुरा, कुनै गीत, कुनै ठाउँ, कुनै सम्झना उनीहरूलाई फेरि अतीतमा फर्काइदिन्छ।
त्यो अतीत जसमा उनीहरू सँगै थिए, जहाँ सबै कुरा सरल र साँचो लाग्थ्यो। यही कथा निकै रिलेटेबल बन्छ, किनकि धेरैजसो मानिसहरूले आफ्नो जीवनमा यस्तो अनुभूति गरेका हुन्छन्, जहाँ अतीत कहिल्यै पूर्ण रूपमा छोड्न सकिँदैन। समय बित्दै जाँदा उनीहरू आफ्नो पीडालाई स्वीकार गर्न सिक्छन्। सुरुमा जुन बिछोड असह्य लाग्थ्यो, बिस्तारै त्यो एउटा सम्झनामा रूपान्तरण हुन्छ। उनीहरूले बुझ्न थाल्छन् कि प्रेम सधैँ सँगै हुनु मात्र होइन, कहिलेकाहीँ प्रेम भनेको टाढा भएर पनि कसैलाई मनमा राख्नु हो। यही नीलो प्रेमको सबैभन्दा गहिरो सन्देश आउँछ। प्रेमको मूल्य केवल मिलनमा होइन, बिछोडमा पनि हुन्छ। अन्ततः कथा एउटा शान्त निष्कर्षमा पुग्छ। यहाँ कुनै ड्रामाटिक रियुनियन हुँदैन, न कुनै फिल्मी एन्डिङ, बरु एउटा रियलिस्टिक एन्डिङ हुन्छ, जहाँ पात्रहरू आफ्नो जीवनमा अगाडि बढिसकेका छन्, तर उनीहरूको भित्र त्यो प्रेम अझ जीवित छ। उनीहरूले त्यो प्रेमलाई स्वीकार गरेका छन्, त्यसलाई बदल्ने प्रयास गर्दैनन्, बरु त्यसलाई आफ्नो जीवनको एउटा महत्त्वपूर्ण हिस्सा मान्छन्। यही स्वीकार्यता नै उनीहरूको वास्तविक ग्रोथ हो। अन्ततः नीलो प्रेमले हामीलाई एउटा गहिरो सत्य सिकाउँछ। साँचो प्रेम कहिल्यै हराउँदैन, त्यो केवल रूप बदल्छ, समयसँगै इभल्भ हुन्छ र अन्ततः हाम्रो व्यक्तित्वको एउटा हिस्सा बन्छ। यो कथा हामीलाई सोच्न बाध्य बनाउँछ कि प्रेमको वास्तविक अर्थ के हो, के त्यो सँगै हुनु हो कि मनमा सधैँ रहनु हो। र सायद उत्तर यही हो, प्रेम कुनै एउटा रूप होइन, यो एउटा अनुभूति हो जुन जीवनभर हामीसँगै रहन्छ। यदि तपाईलाई यस्तो कथाहरू मनपर्छ भने यो भिडियोलाई लाइक गर्नुहोस् र डीप रीड समरीजलाई सब्स्क्राइब गर्न नभुल्नुहोस्, किनकि यहाँ हामी केवल कथा सुनाउँदैनौँ, हामी तपाईलाई अनुभूति गराउँछौँ। धन्यवाद।